हेलो नमस्ते श्रेया वाइबा हजुर चाहिँ स्कुल जाँदै हुनुहुन्छ यानि कि मेरो भान्जी अनि भान्जा चाहिँ ज्ञानी भान्जी चाहिँ अलिकति नज्ञानी अनि हाम्रो दिदीले बनाउँदै हुन्छ यहाँ सिस्नु आज चाहिँ सिस्नु हाउ टु मेक सिस्नु र सिस्नुलाई इङ्ग्लिसमा के भन्छ ल भन अब यसलाई आउँदैन र सिस्नुलाई के भन्छ इङ्ग्लिसमा खै भन्छ सिस्नु चाहिँ पहिला धुलो लागेको पनि हुनसक्छ आजभोलि एकदमै के भन्छ अरे हावाहुरी चल्छ त्यस कारणले यसरी पखाल्नुपर्छ पहिला चाहिँ सिस्नु अनि यतापट्टि चाहिँ पानी उम्लिँदै छ यो पानीलाई चाहिँ अलिकति हाल्नु पर्यो होइन पिठो यस यो पिठो हालेपछि नुन हाल्नुपर्छ पिठो हाल्नुपर्छ तेल सेल हाल्दैनन् ल अनि तपाईहरुलाई पनि सिस्नु यदि पकाउन आउँदैन खाना चाहिँ एकदमै मन लाग्छ भने चाहिँ सिस्नु पहिला टिप्ने अनि यसरी के भन्छ रे यसरी पखालेपछि चाहिँ सफा हुन्छ अनि यता पानी पनि उम्लिन्छ त्यता पनि सक्छ अनि यता अहिले पिठो अलिकति गर्छ यो किनकि यो उम्लेको थाहा हुनलाई है त ल त चाहिँ आमाले लसुन केलाउँदै हुनुहुन्छ सिस्नु हाल्नलाई लसुन हाल्यो भने चाहिँ अलिकति मिठो हुन्छ रे भन्ने कुरा सुनेको अहिले ड्याङ्ग गरेको उता अनि यहाँ कसरी बसेको लुकेर बसेको छ मसँग तासेर यसरी तासेर बसेको छ लुकेर जानु भइसक्यो ल अब चाहिँ ल दौडे ल छैन गइसन भो मामा भान्जाको एउटै अनुहार छ भन्छन् होइन बाई बाई पिठो हालेपछि भकभक उम्लेको नउम्लेको थाहा हुन्छ त्यस कारणले गर्दा चाहिँ मैले चाहिँ यहाँ पिठो हालिदियो नुन चाहिँ कति हाल्ने हो मलाई नुन हाल्न आउँदैन नुन हालिदिएँ मैले अझै पखालेर सकेको छैन 3 चोटि ओहो ल ठ्याक्कै यो पनि उम्ल्यो यसरी नै थाहा हुन्छ भनेर चाहिँ पिठो हाल्नुपर्छ अनि यहाँ सिस्नु अब हाल्दैछन् ल अनि यो सिस्नु चाहिँ एकैचोटि अहिले यसरी हाल्दै फिर्की लाउनु हुँदैन यसरी टेस्ट गर्नुपर्छ अरे त्यसलाई यस्तो गरेर यो डाँट राम्रोसँग पाकेपछि मात्र यसो गरेर निचरेपछि फ्ल्याट्टा गएपछि बल्ल फिर्की लाउनुपर्छ है त यति कुरो चाहिँ जानिराख्नु मेरो भ्लगबाट यति कुरो चाहिँ सिक्नुहोस् हजुरहरूले मनपर्छ सिस्नु खाना एकदम मनपर्छ तर सिस्नु पकाउने आइडिया चाहिँ हुँदैन सिटीमा लाउँछ अरे सिटी लाउँदाखेरि पिठो अलि अझ पुगेन छ अब यो चाहिँ तपाईँहरूले अघि हालेको पिठोलाई चाहिँ त्यो उम्लेको मात्रै थाहा हुनलाई हो अब पाक्न लागिसक्यो फ्यात्त जान्छ भने हाम्रो फिर्की पनि प्रायः हामी चाहिँ खाइरहेको हुन्छौँ होइन सिस्नु खाइरहेको हुन्छ सिस्नु ढिँडो अनि यसले फिर्की लाउने हो यहाँ पिठो पनि आइपुग्यो पिठो हाम्रो चाहिँ यहाँ ल हाम्रो चाहिँ दुईजना दिदी मिलेर बनाउँदै हुनुहुन्छ ढिँडो र सिस्नु ल यो चाहिँ हाम्रो पसल भन्दा पनि यो एकैचोटि धुलो ठिक अब पिठो हाल्दै अनि फिर्की लाउँदै पिठो हाल्दै फिर्की लाउँदै गर्नुपर्छ उम्ल्यो अब डाडुले चलाउँदै हेर्दै गर्नुपर्ने होला होइन अब लगभग हुन लागिसकेको अनि अब नुन पनि फेरि चाख्नुपर्छ अनि त्यसपछि फेरि उतापट्टि अब ल भइसक्यो सिस्नु रेडी भइसक्यो एकचोटि डाडुले चलाउँदा प्रायः हाम्रो यो दिदीले चाहिँ सिस्नु पकाइरहेको हुन्छ सिस्नु खानु मन लाग्यो कि उतातिर गएर सिस्नु ल्याएर पकाइहाल्छ तपाईँहरूलाई पनि यदि सिस्नु मनपर्छ भने यो दिदीलाई बनाइदिनु भन्नु कन्ट्याक्ट गर्नुहोस् ट्याक्कै बनाएर राखिदिनुहुन्छ अनि आएर खानु होला हेलो भान्जा हेलो टोपी रे टोपी यता हजुर हाम्रो चाहिँ एकदमै किचन चाहिँ होइन हाम्रो किचन
पर्मानेन्ट किचन चाहिँ माथि छ। यो चाहिँ हाम्रो पसलै भएर पसलमा पनि पर्ने भएर चाहिँ पसल पनि हेर्नुपर्ने भएर चाहिँ हाम्रो किचन चाहिँ यहाँ बनाएको छौँ। हुर भइसक्यो हुर थपिदिएको। हाम्रो आमा पनि हेर्दै हुनुहुन्छ। आमालाई पनि मनपर्छ है आमा सिस्नो मनपर्छ है। त्यही त नि लसुन हाल्ने अनि त्यसपछि नुन मात्र हाल्ने हो। हामी चाहिँ यति खाँदा पनि एकदम मिठो हुन्छ। भिडियो बनाएर खान्छौँ। ल अब चाहिँ ल खाउँ 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 भएछ। अब लसुन हाल्नुपर्छ। अलिक राम्रोसँग पाएको दिन अलिक छ्याक्राक भएको अरे अहिले चाहिँ बाक्लो भएछ। अब यो लसुन यदि यो लसुन छैन भने चाहिँ त्यो सुकेको लसुन चाहिँ पिनेर हाल्नुपर्छ। सानो बनाएर काटिहाल्नु। यो काटिसकेको चाहिँ म चाहिँ अलिकति कचौरामा हालेर पहिला चाट्छु कस्तो हुँदो रहेछ। हाल्ने खास डाडीले चलाउँदैन हुन्थ्यो होला। नाउ इज रेडी रे। वी आर चाहिँ रेडी। वी आर इटिङको लागि रेडी। कचौरा पनि हो त्यो प्लेटमा चाहिँ कसरी खान्छ। कस्तो मिठो बास्ना आएछ। नुन अलिक कम छ जस्तो छ। यो चाहिँ भटमास चाहिँ अब अचारको लागि भुट्ने हो। अनि भुटेर चाहिँ अनि त्यो पनि सार्ने हो। अनि यो चाहिँ सिस्नो र ढिँडो अनि त्यो भटमास साँधेर खाने हो। यो चाहिँ ठिक छ। यो चाहिँ अब ढिँडोको लागि पानी हो। किनकि यो चाहिँ ढिँडोमा चाहिँ यो तेल हाल्यो भने चाहिँ यहाँ धेरै माम्रे बस्दैन रे। माम्रे आफै राम्रोसँग उकिन्छ अरे भनेर चाहिँ ढिँडोको पानीमा हाल्नलाई पनि यहाँ तेल हालिसकेपछि अब तेल हाल्यो पनि अझ पुग्दैन। पुग्छ। यता मेरो ठुल्दिदी अनि अन्तरी दिदी अनि हामी चाहिँ खाएर पनि बसेको। चाखिसक्यो। आमाले पनि चाखिसक्नुभयो। आमा मिठो भयो। मिठो छ। मिठो छ है। सबैजना दिदीका मिठो खोर्सानी। र हाम्रो अचारको लागि पनि रेडी भयो। लसुन यो अदुवा जिन्जर चिल्ली हरियो खोर्सानी ग्रिन चिल्ली एन्ड सुकुटी चिल्ली। ल नुन पनि हाल्नुपर्ने होला। त्यसको लागि पानी पनि रेडी हुँदैछ। त्यहाँ चाहिँ हाम्रो तोरीको शुद्ध तोरीको तेल हाल्दैछन्। ग्यास्ट्रिक हुन्छ। त्यहाँको अचार मेहनतिलो छ हाम्रो दिदी चाहिँ। यहाँ हाल न। यहाँ सबै मिक्समा हाल्यो। खोर्सानी हाल्यो भने खोर्सानी नहाल्ने त्यो अदु लसुन पनि नहाल्ने यतिकै हाल्ने। ए खोर्सानी शुद्ध एउटा हाल्नु न थोरै। पिरो छ कुन सुकेकोमा होइन यस्तो हरियोमा। सुकेको भन्दा हरियो लसुन यो हरियो शुद्ध
खान पाऊ कस्तो पिरो 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 पानी पनि उब्ल्यो मकै र कोदो अलि नरम हुन्छ यो चाहिँ सेतो कोदो है हाम्रो घरमा पिठो यति धेरै छन् यत्रो भाँडोमा कालो चाहिँ हाल्नु यसरी मजाले मार्नुपर्छ ढिँडोलाई चाहिँ अनि त्यसपछि मजाले माडिसकेपछि यो डल्लो सबै फुट्नको लागि यो चाहिँ एकदम मार्नुपर्छ अनि मिठो हुन्छ लगभग सुरुदेखि मैले अन्तिमसम्म देखाएँ अब यो लगभग पाक्न पाकिसकेपछि अझ यस्तो गरेर मार्नुपर्छ यो चाहिँ अहिले यसलाई तामाङ भाषामा कान्नुइबा भन्छ नुइबा भन्छ मस्काउने भन्छ क्या ढिँडो मस्काउ भन्छ यो त्यस्तै हो चाहिँ उसको मात्रै पहिलाको त्यो अब यसलाई यस्तो गर्नुपर्छ लास्टमा यो खै यो ढिँडो यस्तो गर्दा चाहिँ मिठो हुने हो कि यसको सिस्टमै यस्तो हो कि बुझ्नै सकेन भित्रको डल्लो चाहिँ बाहिर निकाल्नु पर्ने चाहिँ कसरी हेर्ने भन्छ यसरी एकदम बलियो छ नि बलियो एकदम यहाँ त आमामा कस्तो बलियो ढिँडो बनाउनु लगभग हाम्रो अब ढिँडो चाहिँ रेडी भयो अब थालमा हाल्ने हो अनि गमको खानेहरू ल्याउनु लागि अब एकछिन यसलाई एकछिन ओबाएर राख्नुपर्छ पाकिसकेपछि पनि एकछिन यसो यसलाई अझै ओबाएर राख्नुपर्छ हस् गर्नुहोस् ल ठिक छ गर्नुहोस् हजुरकै चाहिँ दिनहरू कसैले बनाउनु आउँदैन त्यसरी पनि बनाउनु होला यदि हजुरहरूलाई ढिँडो मन पर्दैन भने अब ढिँडो मन पर्दैन भने चाहिँ नखानु होला नहेर्नु होला ल हाम्रो ढिँडो पाउने दिदी चाहिँ यही होला हेर्नु होला एकदम नक्कली टाइपको छ हाम्रो दिदी हेलो 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 घाम आयो घाम मुखमा घाम आयो घाम खाना अब पस्कियो हाम्रो चाहिँ खाना होइन ढिँडो पस्कियो फत्त सेब खाइदियो हजुर हजुर हाम्रो दाइलाई पनि खाना ढिँडो पस्किसकेको ढिँडो पस्केको यो उयो चाहिँ नखाने म त यो लसुनहरू चाहिँ हाम्रो यो दिदी चाहिँ एकदम वास्याङ गर्छ छिटो न हात फुटो नै छिटो झटपटै गर्दैन हेर्नु न होइन कि कसो ओइ हेलो मिस्टर शिशिर ढिँडो खाने टाङ म चाहिँ अब ढिँडो खाने रेडी अनि तपाईँलाई पनि कपाललाई मनपर्छ ढिँडो है ढिँडो खाए ल फर्स्ट बाइट खाए ल हाम्रो भाइ पनि खाँदै हुनुहुन्छ ढिँडो र सिस्नु फर्स्ट बाइट मिठो छ नि होइन ढिँडो त सबैभन्दा ठुलो मान्छेले पनि खान्छ ल खाऊ हेरौँ त खै दिदी हाम्रो त यो सानो ओ यता हेलो टोपी हाम्रो सानो बच्चादेखि नै सिस्नु ढिँडो खाएर हुन्छ नर्मली होइन खै खाएको खै तिम्रो औँलामा यहाँ लाग्यो भएर निहुरेको स्वरप यो टोपी र निकालेको ल ल
नाइ ना न्याम न्याम नि ना भनेको त ओ न्याम ना ए बाई बाई सबैजनालाई यसरी नै खानु होला है त सिस्नो ढेँडो कसरी पकाउने यसरी नै पकाउने अनि खाने पनि यसरी नै ओके बाई बाई सबैलाई छिटो बाई 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 ए बाई 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 बाई